हेलो गुड मर्निङ। अहिले चाहिँ हामी मार्फादेखि यही हो हामी बसेको होटल चाहिँ हेर्नुलाई। अनि यहाँदेखि चाहिँ अब हामी उता जान लागेको छौँ मुक्तिनाथ। यहाँ हाम्रो साथीहरू चाहिँ रेडी भइरहेछ। यस्तो हावा चलिरहेछ नि। छु यहाँ चाहिँ छ स्याउ खेती। यहाँ वरिपरि चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले यसरी। अच्छा हेर्नु नि हिमालहरू लिली ढल्केको। बस म यहाँ बस्छु। अनकम्फर्टेबल लाग्यो बिटा छ म बिटा अब अहिले चाहिँ हामी मुक्तिनाथतर्फ लाग्दैछौँ। यो चाहिँ बस पार्क हो यहाँको। हिँड्नु नसक्दा यहाँ घोडामा जानु पनि मिल्छ। हेलो गुड मर्निङ सर। गुड मर्निङ सर। कस्तो हुँदैछ त टुर? ठिकै छ, हिँड्नलाई अलिक गाह्रो फिल भइरहेछ। हजुर कोही घोडामा जाने, कोही हिँड्दै जाने। नारायण सर म चाहिँ हिँड्दै जाने। नजाने आरामसँग पुऱ्याइदिन्छु। होइन हामी पनि आराम साथले पनि जाने सर। किन माथि पाउँदैन सर? कति हो? सबैलाई यहाँ आफ्नो आफ्नो व्यवसाय गर्नु छ अनि बिजनेस गर्नु छ। माथि महँगो भन्छ, यहाँ सस्तो भनौँ। ल मक्का सन्थाल्यो मकै खाँदै होइन सर। जीवन एकचोटि आम्मा आउने सर उताबाट हिँड्ने मलाई यताबाट हिँड्नु न। सबै घोडा हालिदिए नेपालमा एउटा यही मात्र भगवान् होइन। विष्णुको मन्दिर अन्त छैन। अलिअलि सामान्य मन्दिर मात्रै छन् कि। विष्णु भगवान्को शिवजीको धेरै मन्दिरहरू छ नि। देवीको धेरै ठाउँमा मन्दिरहरू छ। विष्णुको मन्दिर त्यति छैन क्या। म त यहाँ अहिले गएको त शिवजीको मन्दिर होला भन्दै थियो। शिवको विष्णुको पो हो। हो त पोखरातिर हामी बेग्लै
खोला छैन उम्, खोला गाडी ल्याउँछु बगारै बाटै थिएन अनि अहिले त पिच पनि भइसकेको छ अनि के अस्ति त एकजना भाइ 3 वर्ष अगाडि आउँदा पिजै थिएन अरे राम्रो भइकन किन सर मेरो एउटा भिडियो बनाएको ल हुन्छ पढाउँछ बिहान त्यहाँ एकाउन्टेन्ट हो कि हजुर घोडाले त्यहाँ चल्न आउँछ त्यो होइन रहेछ उतापट्टि त्यसको त्योदेखि उतापट्टि त्यो त होइन उता यो कुनाभित्र रहेछ क्या यो कुनाभित्र चाहिँ छ रहेछ नदेखिने रहेछ हामी चाहिँ यहाँनिर आइपुग्यौँ म त गर्छु मन्दिरभित्र बस्ने होइन कति हो यो एउटाको चाहिँ कति हो कति हो हिरा दाङ्ने हिरा नि काट्दा म बाजुलाई नाच्छ मेरो हिरा नि सुला काटो खाँ त मन अरू सुला यसो ठुइसिरोहरू किन काटो लाग्छ हिरा त लाग्छ हिरा त डोज सक्छ नेरो दाम हिरा म बाजु हिरा कति हो आन्टी बाजु हिरा 250 किनी ट्रिङु हेर नेरा सुला खै नि ठुइसिरोहरू खाए या ढोर्ने दाङ खा हो काटो लाग्छ नि सुला नि ठुइसिरोहरू अब चाहिँ आइपुग्न लाग्यो छु जाडो भयो ज्वालामाई यो 108 वटा मुक्तिधारामा नुहायो भने चाहिँ आफूले गरेको पापहरू सबै पखालिन्छ भन्ने मान्यता रहेको छ। यता
लामा कस्तो इग्नोर हान्दिएको बिचरा सिक्का सिक्का चुर्लुममै अगाडितिर जानु कतिको चिज छिरिहाल्नु भन्दा भन्दै बस्नु बस्नु यो मुक्तिनाथ मन्दिर चाहिँ भगवान विष्णुको पवित्र स्थल मानिन्छ र यहाँ चाहिँ भगवान विष्णुलाई पूजा गरिन्छ र यो मन्दिर चाहिँ 3800 मिटर माथि रहेको हुनाले यहाँ अलिकति अक्सिजनको कमी चाहिँ हुन जान्छ, त्यति धेरै चाहिँ होइन। अब धेरै बुढापाका मानिसहरूलाई या दम भएको मानिसहरूलाई चाहिँ अलिकति गाह्रो पर्न सक्छ, हामी जस्तो मान्छेलाई चाहिँ त्यति धेरै गाह्रो पर्दैन। र यहाँ चाहिँ भगवान चढ्ने पनि हुँदो रहेछ क्या। अरू टिमको एकजना स्टुडेन्टलाई त्यहाँ भगवान चढेको मैले देखिरहेको थिएँ। अनि यहाँ चाहिँ मेन भगवानलाई चाहिँ अब हामीले छुएर पूजा गरिन्छ नि त कति ठाउँमा त, तर यहाँ चाहिँ त्यस्तो नहुने रहेछ क्या। परैबाट फुल भेटीहरू चढाउने अनि नमस्ते गर्ने अनि अब के प्रे गर्नुपर्ने छ त्यो प्रे गरेर आफ्नो बाटो लाग्नुपर्ने रहेछ क्या। त्यही हो। नपस्ने भ्लगमा आउँछ सर, भ्लग उहाँ टिका लाउने होला नि त। टिका 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 यहाँ सबिनाकोबाट गर्दिर म अप्ठ्यारो हुन्छ नि त मलाई। आउनु प्रसाद खोइ सबिना कहाँ छ? मेरो फोन फेरि लगिसक्यो। हिमालयले सबिना फुटा हो ल एकछिन है। लु फुटाउ न छिटो।
फेरि आन मनिका त्यहीँ फुटाउ अनि त लु जे गर्दा पनि हुन्छ आफै लाँदा पनि हुन्छ चाहिँ यहाँ नुहाएर यसरी अरू डुब्नु हुँदैछ मैले पनि नुहाई धुवाई गरेर नुहाएर पूजा गरेर सक्यो अब चाहिँ हामी फर्किँदैछौँ हेलो मजा ब्लग हो तपाईको हजुर चकलेटहरू लानुपर्छ यो सल चाहिँ कसरी हो चौरी गाईको र पिनट मिक्स हुन्छ त्यसमा पिनट नगेट जस्तै हुन्छ लगौँ न प्राइस एउटै हो 500 दाइ यो चाहिँ के हो के हो चिम्बु भनेको चाहिँ दालमा झालेर खान्छ कि यो पानी चाहिँ के को उयो माथिको नर्मल पानी हेरेर खाने पानी कति हो यो पानीलाई चाहिँ 50 रुपैयाँ तैले चाहिँ के आशिका तामाङले पठाइदिनु